नमस्ते सबजनालाई। आजको भिडियोमा चाहिँ म कुरा गर्न गइरहेको छु हिरो एक्सपल्स 210 भर्सेस केटीएम एडभेन्चर 250 को बारेमा। यिनीहरूको के कस्तो पर्फर्मेन्स पाउन सक्नुहुन्छ, कतिसम्म टप स्पिड लिएर जान सक्नुहुन्छ, कति माइलेज दिन्छ, यिनीहरूको प्रोज कोन्सको बारेमा नि भन्ने नै वाला छु। हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नु होला। मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएछ भने सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला। अब इन्जिनको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्समा चाहिँ 210 सीसी को सिंगल सिलिन्डर लिक्विड कुल इन्जिन पाउन सक्नुहुन्छ भने केटीएम एडभेन्चरमा 250 सीसी लिक्विड कुल इन्जिन पाउन सक्नुहुन्छ। हिरो एक्सपल्सले म्याक्सिमम पावर भनेको 24.6 PS को प्रोड्युस गर्छ भने केटीएम एडभेन्चरमा अलिकति ज्यादा पाउन सक्नुहुन्छ, 31 PS को प्रोड्युस गरेर दिन्छ। अब म्याक्सिमम टर्कको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्समा कमै पाउन सक्नुहुन्छ, 20.7 Nm को जेनेरेट गर्छ भने केटीएम एडभेन्चरले 25 Nm को जेनेरेट गरेर दिन्छ। अब गियर बक्सको बारेमा कुरा गर्नु पर्दा दुईवटैमा 6 स्पिडको गियर बक्स पाउन सक्नुहुन्छ, प्लस स्लिपर क्लच पाउन सक्नुहुन्छ भने टप स्पिडको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्समा हजुरले 125 देखि 130 सम्म मात्रै लिएर जान सक्नुहुन्छ भने केटीएम एडभेन्चरलाई चाहिँ हजुरले 140 देखि 145 सम्म मजाले लिएर जान सक्नुहुन्छ। अब माइलेजको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्सले 35 देखि 40 को मजाले निकालेर दिन्छ भने केटीएम एडभेन्चरले 30 देखि 35 को मात्रै दिन्छ। अब फ्युल ट्याङ्कको बारेमा कुरा गर्नु पर्दा 13 लिटरको पाउन सक्नुहुन्छ हिरो एक्सपल्समा भने हजुरलाई 14.5 लिटरको पाउन सक्नुहुन्छ केटीएम एडभेन्चरमा। अब ग्राउन्ड क्लियरेन्सको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्समा अलिकति कम पाउन सक्नुहुन्छ, 220 mm को ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ भने केटीएम एडभेन्चरमा 227 Nm को पाउन सक्नुहुन्छ। सिट हाइटको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्समा 830 mm को छ भने केटीएम एडभेन्चरमा अलिकति कम पाउन सक्नुहुन्छ, 825 mm को पाउन सक्नुहुन्छ। अब कर्बोरेटको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्स 170 kg को छ भने केटीएम एडभेन्चर चाहिँ अलिकति हेभी छ, 177 kg। अब सस्पेन्सनको बारेमा कुरा गर्नु पर्दा अगाडिपट्टि टेलिस्कोपिक सस्पेन्सन र मोनोसक पाउन सक्नुहुन्छ हिरो एक्सपल्समा भने केटीएम एडभेन्चरमा अपसाइड डाउन सस्पेन्सन पाउन सक्नुहुन्छ फ्रन्टमा एपेक्सको भने पछाडिपट्टि मोनोसक सस्पेन्सन पाउन सक्नुहुन्छ। अब ब्रेकिङको लागि हजुरले डुअल च्यानल एबिएस ब्रेकिङ सिस्टम पाउन सक्नुहुन्छ दुईवटै मोडलमा भने। अब पर्फर्मेन्स वाइज विनरको बारेमा कुरा गर्नु पर्दा केटीएम एडभेन्चर 250 बेटर छ, किनभने यसमा चाहिँ 250 सीसी को पावरफुल इन्जिन पाउन सक्नुहुन्छ, 31 PS को पावर प्रोड्युस गर्छ, हाई टर्क पाउन सक्नुहुन्छ, फास्ट एक्सेलरेसन पाउन सक्नुहुन्छ, बेटर हाइवे राइड पाउन सक्नुहुन्छ र हायर टप स्पिड पाउन सक्नुहुन्छ। अब अफ रोडको लागि चाहिँ हिरो एक्सपल्स 210 अलिकति बेटर छ, किनभने यसमा चाहिँ लाइट वेट पाउन सक्नुहुन्छ, स्पोकवाला व्हिल पाउन सक्नुहुन्छ, बेटर कन्ट्रोल पाउन सक्नुहुन्छ। हजुरहरूले ढुङ्गाको बाटो या त हिलो बाटोहरूमा कुदाउँदाखेरि चाहिँ अलिकति लाइट वेट भएको कारणले चाहिँ इजिली निकाल्न सक्नुहुन्छ। अब हाइवे राइडको लागि चाहिँ फेरि केटीएम एडभेन्चर 250 बेटर छ, किनभने यो चाहिँ एकदमै स्टेबल हुन्छ, 100 देखि 120 को टप स्पिडमा पनि एकदमै स्टेबल राइड गर्न सक्नुहुन्छ। यसमा चाहिँ विन्ड प्रोटेक्सन पाउन सक्नुहुन्छ, हजुरले एकदमै कम्फर्टेबल फिल गर्न सक्नुहुन्छ लङ टुर गएको बेला। हजुरलाई चाहिँ यसमा चाहिँ ट्युबलेस टायर पाउन सक्नुहुन्छ जुन चाहिँ एकदमै इजी हुन्छ रिपेयरको लागि। अब सिटी राइडको लागि फेरि हिरो एक्सपल्स 210 बेटर छ, किनभने चाहिँ यो लाइट वेट छ, बेटर माइलेज पाउन सक्नुहुन्छ र ट्राफिक जामहरूमा पनि इजिली ह्यान्डल गर्न सक्नुहुन्छ र लो मेन्टेनेन्स कस्ट आउँछ। अब प्रोज र कोन्सको बारेमा कुरा गर्नु पर्दा सुरुमा कुरा गरौँ हिरो एक्सपल्स 210 को प्रोजको बारेमा। एकदमै अफ रोड क्यापेबल बाइक हो, बेटर फ्युल इकोनोमी पाउन सक्नुहुन्छ, लाइट वेट पाउन सक्नुहुन्छ, अफोर्डेबल प्राइसमा आउँछ, कम्फर्टेबलवाला सस्पेन्सन पाउन सक्नुहुन्छ र अहिले चाहिँ TFT डिस्प्ले पनि पाउन सक्नुहुन्छ यो बाइकमा। अब कोन्सको बारेमा कुरा गर्नु पर्दा हाइवे पर्फर्मेन्स अलिकति कम पाउन सक्नुहुन्छ केटीएम एडभेन्चर 250 को भन्दा, ट्युबवाला टायर पाउन सक्नुहुन्छ जुन चाहिँ एकदमै लेन्दी हुन्छ बनाउनको लागि, अलिकति लेस पावर, अलिकति पावर चाहिँ कम छ केटीएम को भन्दा। अब केटीएम एडभेन्चर 250 को प्रोजको बारेमा कुरा गर्नु पर्दा एकदमै पावरफुल 250 सीसी को इन्जिन पाउन सक्नुहुन्छ, एपेक्सको अपसाइड डाउन सस्पेन्सन पाउन सक्नुहुन्छ, ट्युबलेस टायर प्लस एलो व्हिलवाला पाउन सक्नुहुन्छ, टुरिङको लागि एकदमै कम्फर्टेबल राइडर पोस्टर पाउन सक्नुहुन्छ, हाइवेमा एकदमै स्टेबल राइड पाउन सक्नुहुन्छ र स्ट्रङ ब्रेकिङ सिस्टम पाउन सक्नुहुन्छ। अब कोन्सको बारेमा कुरा गर्नु पर्दा अलिकति प्राइस हाई छ, हेभियर फिल हुनसक्छ तपाईँहरूलाई, लो माइलेज दिन्छ र मेन्टेनेन्स कस्ट पनि अलिकति हाई नै हुन्छ। अब एक्सपेक्टेड प्राइसको बारेमा कुरा गर्नु पर्दा हिरो एक्सपल्स 210 को प्राइस 6,10,000 छ भने केटीएम एडभेन्चर 250 को प्राइस चाहिँ 7,79,900 छ। अब नेपालमा चाहिँ कुन बाइक लिँदा चाहिँ कुन चाहिँ बेस्ट हुन्छ? अब यदि हजुरहरूको बजेट अलिकति टाइट छ, हजुरहरू अफरोड गइराख्नुहुन्छ, हजुरहरूलाई माइलेज पनि म्याटर गर्छ, लो मेन्टेनेन्स कस्टवाला बाइक खोज्दै हुनुहुन्छ भने हिरो एक्सपल्स 210 लिनु होला।
होइन हजुरहरू चाहिँ अलिकति लङ टुर गइराख्नुहुन्छ, हाइवे राइड गरिराख्नुहुन्छ, हजुरलाई एकदम स्ट्रङ पर्फर्मेन्स भएको बाइक खोज्दै हुनुहुन्छ भने हजुरहरूले KTM 250 एडभेन्चर लिनु होला। हजुरहरू कुन बाइक लिनुहुन्छ कमेन्ट सेक्सनमा भन्नु होला। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब पनि गर्न नबिर्सनु होला।